Guys, don't do this mistake when you are hiking on snowy mountains. Yes, you heard it right. So, hi everyone, welcome back to my channel. This is our day 3 vlog of Mardi Himal track, and we made a big mistake. Could you believe, guys, we forgot our crampons at home? I was really upset. How could I make such a silly mistake by not bringing the special gear, which is the most important part of our hiking? Crampons चाहिँ हाम्रो metallic spikes हो जुन हामीले shoesसँग लगाउनु पर्ने हुन्छ. That will give us the grip while walking on the snow, but unfortunately we didn't have that. Anyway, crampons नभए पनि हामीले हाम्रो hiking त start गर्नु नै पर्यो हैन. So early morning 3 o'clock we got up and exactly 3:14 मा चाहिँ हामीले हाम्रो hike start गर्यौं. बाटोमा त ट्राफिक नै जाम भयो साथीहरु. बिहान बिहान उठेर हिँड्ने म मात्रै होला भनेको त कति धेरै मान्छेहरु आउनु भएको रहेछ. आई ह्याड टु लिभ द स्पेस फर देम किनभने म अलिकति स्लो नै हिँडिरहेको थिएँ. स्लो पनि यति स्लो भयो बाटो नै नभेट्टाएर हेर्नुस्. अर्काको हिँडेको ठाउँमा हिँड्ने गरेथ्यौं अनि आधा बाटोमा त त्यो बाटो पनि बिर्से हेर्नु न पुरै हिउँले ढाकिएर. हिँड्दा हिँड्दै नै उज्यालो भइसकेको थियो. गाइड दाइले चाहिँ हाई क्याम्पबाट भ्यू पोइन्ट जान 1.5 घण्टा लाग्छ भन्नुभएको थियो, बट हामीलाई चाहिँ मोर देन 2 आवर्स लाग्यो. गाइज प्लिज इग्नोर माई लुक्स है. आई कुडन्ट म्यानेज माई सल एन्ड क्याप किनभनेपछि म बाटोभरि चिप्लेर लडेर आएको. आई वाज कम्प्लिटली इन अ सक के म यति धेरै स्लिप भयो नि. ओ माई गुडनेस, आई कान्ट इभन टेल यु. आइपुगेँ. यस्तो मर्दी देखेछ? मजाले. It was not easy at all. Good morning from Mardi Himal. ल सनराइज हेरौँ साथीहरु. 2 घण्टापछि मैले मेरो मोबाइल निकालेँ बिकज वी वर एट द सेफ प्लेस. र यो हो हाम्रो मर्दी हिमाल र यसको साइडमा रहेको द अनटचेबल फिस टेल माछापुच्छ्रे. मैले फोटो पनि राखिदिएको छु है, हेर्नुस् साथीहरु. साँच्चै प्रकृतिले कति राम्रो बनाएको हाम्रो देशलाई. हेर्नुस् न, यो चारैतिर हिमाल यति मनोरम थियो नि, म त हजुरहरूलाई भन्नै सक्दिनँ. यो चाहिँ मेरो तेस्रो पटक थियो मार्दीमा र यो समय पनि फेरि फर्केर आउँदैन भनेर मलाई थाहा थियो. त्यही भएर मैले इधर उधर नहेरिकन लगाएँ साडी एन्ड स्टार्टेड रिक्रिएटिङ माई बलिउड ड्रिम. सिन्स आम अ टी लभर सो आई ह्याड द कस्टलिएस्ट टी ओभर हियर. प्राइस कति थियो भनेर गेस गर्नु है. यतिखेर चाहिँ हामी 4200 मिटरको हाइटमा रहेछौँ. एकछिन स्नोसँग खेलेँ म चाहिँ. देन वी हेडेड टुवर्ड्स द बेस क्याम्प. यहाँबाट चाहिँ यस्तो राम्रो प्यानोरामिक भ्यू देखिएको थियो अन्नपूर्ण रिजनको. मैले चाहिँ यो सबै मनोरम दृश्यलाई आफ्नो आँखा मन मस्तिष्कमा मजाले क्याप्चर गरेर राखेँ. त्यसपछि हामी फर्किनतर्फ लाग्यौं. यहाँबाट देखिने अन्नपूर्ण, हिउँचोली, माछापुच्छ्रे, मार्दी अझै धेरै हिमालहरू थिए. मलाई छोडेर आउनै मन लागेको थिएन, तर के गर्नु. यहाँबाट चाहिँ सुरु भयो हाम्रो रियल स्ट्रगल. लिटरली मैले सोचेको पनि थिएन कि झर्न यस्तो गाह्रो हुन्छ भनेर. एक त हाम्रो सुजमा स्पाइक्स थिएन, त्यही भएर हामी चिप्लै भइराखेका थियौं. अन द टप यो बाटो यति स्केरी थियो. अनि यहाँ चाहिँ हाम्रो अवस्था एक नजर हटी दुर्घटना घटी जस्तो भएको थियो. किनभनेपछि यो साइडको जम्मै खोल्सो गरे. यहाँ चाहिँ एकचोटि चिप्लियो भने मान्छे तल गएपछि भेटाउँदा पनि भेटाउँदैन भनेर सबैले डराउन दिनुभएको थियो. अनि यस्तो डराइ हिँडिराखेका थियौँ हामी. अन द टप यो वेदर चाहिँ अल अफ सडन चेन्ज भयो. कहिले ग्लुमी भएको छ, कहिले फगी भएको छ, कहिले मिस्टले कभर भएको छ, कहिले चाहिँ कम्प्लिटली क्लाउडी भएर हिउँ पर्ला जस्तै भएको थियो. तर के गर्नु, हिँड्न त परिहाल्यो. हामी दुईजनाले चाहिँ एक अर्कालाई मोटिभेट गर्दै हिँडिराखेका थियौँ. किनभने बाटोमा कतिपय मान्छे लेक लागेर फर्किनु भयो भने कतिपय मान्छे हिँड्न नसकेर फर्किनु भयो. हामी चाहिँ एकदमै लकी थियौँ. हामीले टाइम लगाएर भए पनि हामी हाम्रो गन्तव्यसम्म पुग्यौँ र एकदमै सेफली हामी फर्क्यौँ पनि. तर म के भन्छु भन्दा साथीहरु, रिस्क चाहिँ नलिनु होला है. सेफ्टी कम्स एट फर्स्ट. हजुरको शरीरले साथ दिन्छ भने जानुस्, हजुरको शरीरले साथ दिन्न भने नजानुस् है. मलाई चाहिँ वर्षमा एकचोटि हिमालको नजिकै जानै पर्छ. आई एम अलवेज फ्यासिनेटेड विथ स्नोई माउन्टेन्स. सायद त्यही भएर होला 27 वर्ष इन्डियामा बसेर आए पनि म नेपालमा इजिली सेटल हुन सके. साँच्चै नै कति राम्रो छ हाम्रो यो हिमालले भरिएको देश.
बाइ द वे मैले भन्न छुटाएछु माथि बेस क्याम्पको टेम्परेचर आज -6 डिग्री सेल्सियस थियो रे। म यति खुसी भएको थिएँ नि होइन, मेरो रियल चाइल्डिस बिहेभियर बाहिर निस्किरहेको थियो कि फाइनली आई डिड इट भनेर म मजाले स्नोमा खेलेँ, स्लाइड गरेँ, पल्टिएँ होइन। यति धेरै इन्जोय गरेँ कि 2 घन्टामा पुग्नुपर्ने हाई क्याम्प 3 घन्टासम्म हामी त्यहीँ थियौँ। यो समय फेरि कहाँ आउँछ र, मलाई इन्जोय गर्न दिनु न भन्दै नाच्दै गाउँदै बसेँ एकछिन। हिउँ हेर्नुहोस् न कति धेरै थियो कि। फाइनली हामी 11:30 बजेतिर पुग्यौँ हाई क्याम्प। अनि यहाँ चाहिँ हाम्रो ब्रेकफास्ट गरेर हामी तलतर्फ लाग्नेछौँ। थ्याङ्क यू सो मच एभ्री वान फर वाचिङ। आइल सी यु इन द नेक्स्ट पार्ट। बाई बाई।